जलविद्युतको देश उज्यालो नेपाल। तर यो उज्यालोभित्र एउटा अध्यारो कथा लुकेको छ। नेपालको जलविद्युत क्षेत्रमा विश्व बैंक, एडीबी र आईएफसी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको अर्बौंको लगानी आउँदैछ। तर यो लगानीसँगै अनिवार्य रूपमा लागू हुने आईएफसी PS5 जस्ता कडा पुनर्वास मापदण्डहरू नेपालको फित्तलो कानूनका कारण पालना भइरहेका छैनन्। केवल बुढीगण्डकी आयोजनामै 45,000 भन्दा बढी मानिसहरू आफ्नै थात थलोबाट विस्थापित भएका छन्। आफ्नो जमिन गुमाएका ती गरिब परिवारहरू आज आफ्नै देशमा शरणार्थी जस्तै बाँच्न विवश छन्। विडम्बना के छ भने यी विस्थापित परिवारहरूलाई आफ्नो कानुनी हक र वास्तविक मुआब्जा कति हो भन्ने कुरा समेत थाहा हुँदैन। सरकारी अड्डाका जटिल कागजपत्रहरू यी सिधा साधा जनताले बुझ्नै सक्दैनन्। यही अन्याय र अन्योलतालाई चिर्न हामीले निर्माण गरेका छौँ रिसेटल एआई, एउटा यस्तो प्रविधि जसले जलविद्युतबाट विस्थापित भएका प्रत्येक परिवारको हातमा न्याय र पारदर्शिता पुर्याउँछ। अब कुनै पनि पीडित परिवारले सरकारी कार्यालय धाउनु पर्दैन। उनीहरूले मात्र आफ्नो फोन उठाउनेछन् र आफ्नो मातृभाषा नेपालीमै न्याय एआईसँग कुरा गर्नेछन्। यो एउटा यस्तो एआई लिगल एभाटार हो जसलाई नेपालको भूमि प्राप्ति ऐन र अन्तर्राष्ट्रिय आईएफसी मापदण्डको पूर्ण ज्ञान छ। हाम्रो एपले तत्कालै सरकारले दिएको रकम र कानुन बमोजिम पाउनुपर्ने वास्तविक रकमको दूरी पत्ता लगाउँछ। यदि कतै अन्याय भएको छ भने न्याय एआईले आफै कानुनी रूपमा बलियो उजुरी पत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा अब विकासको नाममा कोही पनि अन्यायमा पर्ने छैनन्। देश पनि बन्नेछ र जनताले न्याय पनि पाउनेछन्। हामी हौं रिसेटल एआई, नेपालको समृद्धिको यात्रामा मानवता र न्यायको बलियो खम्बा। धन्यवाद।